Meniman, mendaman, misiman sekraman, anuman, mujudung hajudung, manggung manjat manggung mamangin kukso sewalo. Samyama linge, dipawani, taktakum lindenang ma, falgunanda mampak utokayu, pensang lantan juga sewa, tunduk do ena, kukso sewa tondong, adang sewalo. Yo. Mulirum angsinang Mahaguru Falgunanda 141 जन्म जयंती तथा मानव एकता दिवस विश्व शांति समारोह का अध्यक्ष महोदय प्रमुख अतिथिज्यू विशेष अतिथि र जिल्ला समन्वय का प्रमुख अतिथिज्यू सशस्त्र प्रहरी सशस्त्र गुल्मका प्रतिनिधिज्यूहरू जिल्ला प्रमुख अधिकारीज्यू नगर प्रतिनिधि भीमा बहिनीज्यू र सम्पूर्ण मैले सम्बोधन गर्न नसकेका उपस्थित मीडिया कर्मीहरू शिक्षक बुद्धिजीवी तुतुतुम्याङहरू विभिन्न सङ्घ संस्थाका प्रतिनिधि गाउँठाउँबाट यस 41औं समाज सुधार तथा मानव एकता दिवसका लागि उपस्थित हुनुहुने धर्मावलम्बीहरू विभिन्न गाउँठाउँबाट सफल पार्न आउनुहुने आमा बुबा दाजुभाइ दिदी बहिनी सम्पूर्णमा म माङसेवा सभा पुजारी जिल्ला समिति ताप्लेजुङ र मेरो व्यक्तिगत तर्फबाट शुभकामना मैले पनि दिँदै आज महागुरु फाल्गुनन्दले उहाँको जीवनकालमा योगदान पुर्याउनु भएका के रहेछन् भन्ने कुरा आजको उद्घोष मित्रले दुई शब्द व्यक्त गर्ने मलाई मौका दिनुभएकोमा यत्रो बृहत जो जीवनी म मिठो भाषामा प्रस्तुत गर्न नसकौँला तर पनि संक्षिप्तमा यहाँहरूको समूहमा प्रस्तुत गर्ने म यहाँहरूसँग अनुमति माग्दै म जीवनीतर्फ म लाग्न चाहन्छु सेवाहरू मुइरुम अंशिमाङ महागुरु फाल्गुनन्द राष्ट्रिय विभूति अंशिमाङ लिङ्गको जन्म विक्रम सम्वत 1942 साल कार्तिक 25 गते आइतबारको दिन 25 गते शुक्ल पक्ष द्वितीय अनुराधा नक्षत्र रविवारका दिन पूर्व नेपाल लिम्बुवानको पल्लो किरात लिम्बुवान इलाम जिल्लाको इभान गाविसको चुक्ची नाम्दा भन्ने गाउँमा पिता जगन्नाथ लिङ्गदेव र माता हंसमती बेगाको कोखबाट साइला छोराको रूपमा उहाँको जन्म भयो। साइला छोराको रूपमा उहाँ जन्मनुभयो। जन्मको उनको नाम नरध्वज भए तापनि टिपको नाम नरध्वज भए तापनि त्यो समयको परिस्थिति अनुसार बालकलाई रक्षाको लागि फलामको कली लगाइदिने उनको परिवारबाट भएकोले फलाम सिंहबाट पछि गएर फाल्गुनन्द हुनुभयो र उहाँ चाहिँ गरिब एउटा किसान परिवारमा जन्मनु भएको थियो। गरिबकै कारणले उहाँ विभिन्न समस्यामा पर्नुभयो। आमाको पनि दुध पिउन पाउनु भएन। आमा बालककै उहाँको देहान्त भयो र घरमा एउटा बाख्रो पालेको रहेछ। त्यही बाख्राको दुधबाट उहाँ पालन पोषण भयो र पछि अनि अब 8 वर्षको उमेर भएपछि उहाँको 8 वर्षको उमेर भएपछि उहाँ
फलाङ्गी 8 वर्षको कलिलो उमेरबाट देवमाई मेघवामाई सङ्गम स्थल प्रत्यक्ष ईश्वरीय दिव्य ज्ञान ब्रह्मा ज्ञान यो लोक परलोक भूत वर्तमान भविष्य तिनै दर्श्य महाज्ञान प्राप्त भयो। सिङ्गो किराँत समुदाय नै गरिब चरम बाहिरैमा डुबिरहेको बेलामा फलाम सिंहकी समस्याबाट अछुतो रहन सकेन। यो समस्याबाट सम्भावना नै थिएन र आर्थिक आर्जनको लागि विकल्प खोज्दै विक्रमसम्म 1960 ता नातुङ धावासम्म पुगे। गरिबकै कारण विक्रमसम्म 1964 देखि 1972 सम्म सैनिक जीवन ब्रिटिस सेनामा व्यतीत गर्नुभयो। विक्रमसम्म 1914 देखि 1916 सम्म प्रथम विश्वयुद्धमा होमिनु पर्यो। सिपाही नायक हलदार हुँदै पुगिसकेका पल्टनको नाम ध्यानी पल्टनमा चाहिँ ध्यानी नामले उहाँ परिचित हुनुभयो। फेरि अब जब तप ध्यान अब अहिंसक एउटा ध्यानी नामले चाहिँ पल्टनमा उहाँको नाम ध्यानी नामले चिनिनु थाल्यो र अहिंसक शान्ति र लडाइँमा जानुपर्दा बाध्यता मात्र नभएर एक सेक्सन लडाकु सेनाको समेत कमान्ड नेतृत्व गर्नुपर्दा अहिंसक सन्तलाई अप्ठ्यारो त पर्यो होला। पल्टनको नाम काटेर आएपछि सम्पूर्ण समाज सुधारमा उहाँ लाग्नुभयो। अध्यात्म कार्यमा लाग्नुभयो। त्यसपछि तपस्वीको रूपमा अहिंसा सत्य दया शिक्षा बोकेर बर्मा भुटान लिम्बुवान घुम्नुभयो। महागुरुको अब 4 अमरधाम इलाम चुक्ची नम्बरले जन्मभूमि इलामको देवमाई महमाई मेघवा खोलाको सङ्गम स्थल फुलुङ्गी महागुरु फाल्गुनन्दको तपोभूमि 3 पाँचथरको लोप्रेकुटी कर्मभूमि र ताप्लेजुङको सिन्चेल फक्तरलुङ कुम्भकर्ण मुक्तिभूमि। सामाजिक परिवर्तन उल्लेख्य अलङ्कार फाल्गुनन्द जन्म अवतार मानव जातिको मुक्तिको लागि मुक्तिदाता ज्ञानको ढोका उघारी दिने ज्ञानदाता जीवन र दर्शन प्रतिपादन गरिदिने दर्शनदाता मुन्दुम ज्ञान उत्पन्न गर्ने मुन्दुमदाता अचेतलाई चेतना दिने चेतनदाताको रूपमा मान भगवान मानव जीवनमा आएको प्रश्न छ। युगसम्म पुरीतिर कुसंस्कारमा डुबेका लाई मुक्ति मार्ग खोलिदिने भएकोले सारा विकृति विसङ्गतिबाट मानव समुदायलाई मुक्ति दिनलाई ठुलो सभा बोलाई कानुन बनाउने इच्छा 1988 साल वैशाख 24 गतेका दिन तत्कालीन 10 लिम्बुवान सत्रथुमका आगे सुब्बा बुद्धिजीवी समाजसेवी सबैलाई भेला गराई पाँचथर जिल्लाको चोकमाडु गाविसको गोब्रे माङ्गिनमा सत्य धर्म बुचुल्का तयार गरिएको थियो र सत्य धर्म बुचुल्कामा आफ्नो भाषा लिपि मुन्दुमलाई अनिवार्य पढ्ने लेख्ने सेवा पूजा गर्ने किराँत माङ्गिमको नजिक एउटा विद्यालय पाठशालाहरू खोल्ने अध्ययन गर्ने र अब यहाँ आयो देव देवता पितृ सेवाहरूमा बलि रही फलफुल नैवेद्य पूजा आजा गर्ने मृत्यु संस्कारमा पिण्ड चढाउँदा मासु वंश नचढाउने महिला भए 9 दिन पुरुष भए 10 दिनमा मृत्यु संस्कार सम्पन्न गर्ने छोरी चेलीको सोही नखाने च्याब्रुङ नाचलाई परिमार्जन गर्ने शुभ कार्यमा मात्रै बजाउने च्याब्रुङ त जता पाए उतै बजाउन नहुने भन्ने रहेछ। यहाँ लाग्मा धान्यको विकृति आएकोले यसमा पनि सुधार गर्ने जता पायो त्यतै ननाच्ने यसरी अखण्ड ज्ञान अखण्ड भन्दा अनमोल मोतीका दानाभित्र बाहिरिएर प्रवेश गर्दा फाल्गुनन्दको चिन्तन मनन स्वयं ज्ञानदाता चेतनदाता मुक्तिदाता मजे नाम राखिदेऊ त छोक्क परे। त्यतिखेर राणाका कमान्डर सुब्बाले त उहाँको नाम निकाल्नै गाह्रो भयो। अनि यसो सम्झौ यो त सत्यको राजा र सत्याङ्ग युक्सो हो सत्यको हाङ्गा राखौँ सत्याङ्ग। त्यसो हुँदाखेरि
भोलिपल्ट सोध्नु भयो 1988 वैशाख 24 गतेको दिन यो भयो 25 गतेको दिन उहाँलाई प्रश्न गर्नु फेरि हामी मेला दिन्थे तपाईँले के चाहिँ मेरो नाम राखिदिनु भयो चेला बुला हो आदाङ्गे सत्य आङ्गमा युग सुन्बे तपाईँ अब आवश्यक चिज पनि नखाने अशुद्ध समय नबस्ने विवाह पनि जीवनमा नगर्ने जहिले ईश्वरको खेती जहिले तागेरा निमा गुमाङ आत्मा परमात्माको मात्रै तपाईँ कुरा गर्नुहुन्छ त्यसो हुँदा तपाईँ चाहिँ सत्यको नै संस्थापक भएकोले सत्यको राजाको राखिदिउँ त्यसैले सत्याङ्गमा भनेर 1988 साल वैशाख 24-25 गतेको बृहत सत्य धर्म मुचुर्कामा उपस्थित सम्पूर्ण त्यतिखेरका सुब्बाहरूले त्यस भेलाले सत्य धर्म मुचुर्कामा राखिएको दिएको नाम सत्याङ्गमा महागुरु फाल्गुनन्द अहिले सत्याङ्गले परिचित भएको म अवगत भएँ अब उहाँको नाम जम्मा म भन्न सक्दिनँ जम्मा विश्वरा नामले उहाँको जीवनीमा प्रश्न छ मैले जीवनी यो 10-20 मिनटमा भन्न नसके तपाईँलाई जानकारी गराउँदै अब महागुरु फाल्गुनन्दज्यूले मानव जीवनमा दिनुभएका पहिचान दिने आधारहरू मूलभूत तत्त्वहरू मुख्य यिनै 5 प्रकारको विषय हुन् भाषा संस्कार इतिहास धर्म पुनरुत्थान गर्ने महागुरु फाल्गुनन्दका दर्शन निम्न 5 भागमा विभाजन गर्न सकिन्छ 1 कर्मकाण्ड संस्कारको गर्ने परिमार्जन गर्ने पालना गर्ने प्रमुख तीर्थभूमि जन्मभूमि ज्ञानभूमि मुक्तिभूमि कर्मभूमि पुण्यभूमि निर्माण गर्ने सम्पूर्ण मुन्दुम ग्रन्थहरू किरात लिपिमा मुन्दुमी भाषामा प्रतिपादन लेखन सङ्ग्रह गर्ने थुमथुम मौजा गाउँठाउँमा मठ मन्दिरहरू देवस्थलहरू स्थापना गर्ने 17 लिम्बुवानको बृहत चुम्लुङ 10 बुन्दे सत्य धर्म मुचुर्का लेखन गर्ने अब यसमा पनि एउटा छुट्यो फेरि महागुरुले के भन्नुभएको थियो भने अब धागो खेतीहरू पनि कपासको खेती हामीले आफ्नै ठाउँमा गर्ने विदेशी कपडाहरू निर्यात नगर्ने स्वदेशमै हामीले उद्योग तयारी गर्ने स्वदेशी कपडाहरू प्रयोग गर्ने अब उपरान्त विदेशबाट कपडा नल्याउने यसैले महागुरु एउटा उद्योगको अग्रणी नायकको रूपमा पनि परिचित छ अब अर्को कुरा तर भरै जोडौँला जम्मा 67 विधायकका मुन्दुमहरू अक्षर छन् जम्मा 67 वटा दर्शन छन् त्यसमा सबै मुन्दुममा चाहिँ लिपिबद्ध गर्नुभयो अब पुण्यभूमि मोक्षभूमि महातीर्थभूमिको रूपमा चिनाई प्रत्येक वर्षमा फक्ताङलुङ कुम्भकर्ण तीर्थयात्रा गर्ने परम्परा थलानी गर्नुभयो उहाँले 5 थर लोप्रे सिलौटी इलाम चुक्चिनाम्बा ताप्लेजुङ काबेली चिलिङसे इलाम जितपुर आदि स्थानमा माङ्गिमहरू निर्माण गर्नुभयो मन्दिरहरू स्थापना गर्नुभयो युग युगसम्म लिम्बू किरात अन्य राईहरू सम्पूर्ण समाजलाई मुक्ति मार्गमा छेकिदिने भएकोले विकृति विसङ्गतिबाट मानव समुदायलाई मुक्ति दिने नित्य सेवा गर्ने भक्ति शक्तिपीठको माङ्गिम मन्दिरहरू स्थापना गर्ने दैनिक पाठ पूजा गर्ने माङ्गिम सेवा सभा पुजारीहरू नियुक्ति गर्ने सावायाङको नाममा बिहान दिउँसो तिनै काल तिनै समय मानव मात्र नभएर विश्वभरिका जीव सकल प्राणी रक्षाको लागि धूप बत्ती सेवा यज्ञ सङ्गठनहरू घण्टा घन्काएर नियमित सेवा गराएर स्थायी परम्परा बसाली दिनाले लिम्बुवान खम्बुवान सम्पूर्ण किरात समुदायमा सामाजिक जीवनमा अमूल परिवर्तन गराउँदा मठ मन्दिर एवं सार्वजनिक माङ्गिमहरू नदेखेका गाउँघरमा समाजमा व्यक्ति भक्तजनहरूको सांसारिक जीवनमा भौतिक धारातलमा व्यापक रूपान्तर भएको लठकवादी ज्ञानवादी छाया परेको महसुस गर्नुले स्वाभाविक रूपले परिवर्तन आयो सुकर्म सुव्यवहारले नौलो बिहानी ल्याइदियो जसरी सूर्योदयको बिहानीले दिनको सङ्केत गर्दछ भन्ने बुझाइ चाहिँ अब किरात धर्मावलम्बीहरूको माझमा पनि
सुदिन सुमारको सुभक्ति सुसन्देश ईश्वरीय प्रभावकालीन मिरमिरे सूर्य किरण भए छाइदिएको अनुभूति स्वर्गलोकको परिकल्पनाको महसुस भयो। माङ्हिमहरू जुन ठाउँमा निम्न अनुसार उहाँको कार्यकालमा अब अहिले त धेरै छन्। उहाँको कार्यकालमा ऐतिहासिक मन्दिर शक्तिपीठका मन्दिरहरूको मान्न सकिन्छ। मेची अञ्चल नाम्बुन्य 8 जिल्ला 1985 सेवासाबा पुजारी प्रभुराम तुम्बापो मेची अञ्चल चारखोल इलामगाइरी गाउँ माङ्हिम विक्रम सम्वत 1986 मा पुजारी बद्रीनन्द तुम्बापो मेची अञ्चल 5 थर्लोब्रेकोटी माङ्हिम 1988 सालमा सत्रथुम गोस्वारा माङ्हिम मन्दिर माङ्से साबा वैद्यनाथ तुम्बापो पुजारी मेची अञ्चल ताप्लेजुङ काबेली दोभान माङ्हिम मन्दिरमा 1992 साल निर्माण गर्नुभएकोमा माङ्से साबा पुजारी गङ्गादिल तुम्बापो भुटान लामिकार घुमाउने ब्लकमा युमा माङ्हिम 1994 मेची अञ्चल तुम सिलौटी कुटी माङ्हिम 1995 साल माङ्सेवा साबा सिद्धिनन्द न्याम्बाङ कोशी अञ्चल तेर्थुम 8 निग्रादिन चिलिङसे माङ्हिम विक्रम सम्वत 1997 माङ्सेवा साबा विश्वनाथ यङयाङ मेची चारखोल इलामजितपुर गढी ठुम्की माङ्हिम विक्रम सम्वत 1999 साल माङ्सेवा साबा नर्स पुजारी नरदल नरप्रसाद लिङ्गन मेची अञ्चल ताप्लेजुङ नेले गुम्सा माङ्हिम 1994 मा निर्माण तर यो चाहिँ हिमाली कारणले रहन सकेन। अनि 1993 देखि 1996 सम्म महागुरु फाल्गुनन्द हिमालमा यात्रा गर्नुभयो। हिमालमा जाँदाखेरि उहाँलाई लिम्बुवानको राजा हुँदैछ यो मान्छेले पक्रिनु पर्छ भनेर कञ्चनगिरी रोमनाथ न्यौपाने उहाँहरूको र यो के जाति यो एउटा थेबे उहाँहरूले चाहिँ ज्ञात अज्ञातको सही गरेर उहाँले पक्र्ने काम पनि गर्नुभयो। उहाँलाई थुनाउने काम गर्नुभयो, दुःख दिने कामहरू गर्नुभयो। यो सबै अब अहिले भनेर जीवनीमा सम्भव नभएकोले अब परमधाम सत्य अहिंसा दया शान्ति हिमायती समाज सुधारक महागुरु फाल्गुनन्द आफ्नो जीवनभरि शान्ति र मानव एकता समाज सुधारको समस्त मानव जातिको लागि अमूल्य उपदेश एवं अमरबाणीहरू प्रचार गर्दा गर्दै अन्तमा 63 वर्षको उमेरमा अथवा 2005 साल सायद 22 गते मेची अञ्चल 5 थर याम्बोङ आङ्ग्याङमा भन्ने ठाउँमा उहाँको यस रोगबाट बिदा हुनुभयो र उहाँ बिदा हुनुभयो। तर उहाँको जब अन्त्य हुने बेलामा उहाँले के भन्नुभयो भने म खासा खादी फेर्दैछु, म यहाँ नबस्ने रक्त तलाउ हुँदैछ, अब म चीन जाँदैछु। र चेलाहरूले बुझेनन् तिमीहरूले आफ्नो जिउ शरीरको सुन चाँदी धन दौलत देखाए पनि आफ्नो धर्म कर्महरू नछोड्नु, तिमीहरू सत्यको लागि चाहिँ गर्नु भन्ने कुरा उहाँले सन्देश दिनुभयो। अनि धार्मिक सहिष्णुता कुराहरू पनि छ। धार्मिक सहिष्णुतामा स्वर्गद्वारी मन्दिर माङ्हिमका स्वामी शशिधरको देहान्त भयो। उहाँले 500 वटा गाईहरू पाल्नु भएको थियो त्यो प्युठान जिल्लामा। त्यसो हुँदाखेरि एकैछिन 500 वटा गाईहरू नुन खान नपाएर बाबा कराएको पूर्वको सिलौटीमा उहाँले सुन्नुभयो। ए काजीमान हो, ए शेरबहादुर हो, अब त्यतिखेरको त सुब्बा चिम्मालहरू नै हुन्। स्वर्गद्वारीका गाउँमाताहरूले नुन खानु नपाएर साह्रै कराए, आना नघटाई नबढाई उठाउनु भन्ने भयो। र 15 दिनमा 1500 उठाएर त्यो चिठीमा लगाएर महागुरु फाल्गुनन्दले जिउ अंशी मान्ने तपाईको अखडामा रहेका गाउँमाताहरूलाई चाहिँ नुन किनेर खुवाइदिनु होला भन्ने पत्रको साथ लेख्नुभयो।